साथीहरू, आज म खेतमा झार गर्दै जाँदैछु। अझै हाम्रो सकेको छैन कि खेतमा झार गर्न छ। मेरो खेत आइसक्यो साथीहरू, झार गर्न पर्यो। कस्तो रहेछ धान देखाउँछु म हजुरहरूलाई। यो धान हजुर साथीहरू, मेरो झार गोडेर भ्याइएको छैन, आज गर्नु पर्यो। ल म हजुरलाई देखाउँछु भनेर चाहिँ। हेलो गाइस, म चाहिँ झार गर्ने टाइममा आइसकेँ। यो मेरो खेत, झार गर्छु अब। ल साथीहरू, कति राम्रो फुल है साथीहरू। वाउ। हेलो साथीहरू, म झार गर्न ल म पसेँ। ल हजुरहरूलाई काम गरेको देखाउँछु। हस् ल। हो कि झार पर्ने साथीहरू, आज 3-4 दिन भयो झार गरेर भ्याइएको छैन। अझै कति धेरै छ झार। कहिले घामला मैले यस्तो धेरै झार पनि। यस्तो बलिया झार चाहिँ निसामा त धान हुनै दिँदैन। यति धेरै झार छ साथीहरू, तपाईँको छ कि छैन यस्तो झार? हाम्रो त कति धेरै छ कि। मैले आज धेरै दिन भइसक्यो घुम्न लगाएको, यस्तो भएको छैन। काम गरी खान गाह्रो छ। यो गर्मी, यो झार। यति धेरै झार छ कि काम नगरिकन फेरि खान नपाइने हात गर्नै पर्यो।
फेसमा रुमाल बाँधेर यो गर्मीमा काम गरे। गर्मी नि कति गर्मी भयो। सकियो साथीहरू मेरो खेत गोडेर। हेलो साथीहरू, मैले झार गोडेर भ्याएँ। अब घर जानु पर्यो नि, यति गर्मी छ। साथीहरू हेर्नु त यो धानमा भएको किरो, ए आमामामा कति खतरा हो। म त फाल्छु खोइ के। हेर्नु त किरो, ए धानमा को किरो यस्तो आएको। अबि